हेलो साथीहरू सम्पूर्णलाई नमस्कार। म हुँ अमृत भलक टुटु। तपाईहरुले देख्न सक्नुहुन्छ मेरो हातमा अहिले ग्लोबल आइएमई ब्याङ्कको नेपालको एटीएम कार्ड छ। म अहिले इन्डियाको एसबीआई ब्याङ्कमा पैसा निकाल्न गइरहेको साथीहरू। कतिपय साथीहरूलाई लाग्न सक्छ हामीले इन्डियामा कसरी पैसा निकाल्ने, इन्डिया त जाउने भन्ने सोच हुन्छ र त्यो सोच चाहिँ म हटाउन गइरहेको छु साथीहरू। तपाईहरुले मजाले इन्डियामा आएर पैसा निकाल्न सक्नुहुन्छ साथीहरू। एसबीआई ब्याङ्कमा मजाले तपाईहरुले पैसा निकाल्न सक्नुहुन्छ। एकचोटीमा 10,000 दिउँछ साथीहरू। र नेपालमा भने पहिला एटीएम कार्ड दिउँछ र त्यसपछि पैसा दिउँछ भने इन्डियामा पहिला पैसा दिउँछ त्यसपछि एटीएम कार्ड दिउँछ साथीहरू। तपाईहरुले यो भिडियो हेरेर सब्स्क्राइबर, लाइक, कमेन्ट गर्नुहोला। तपाईहरुको के छ जिज्ञासा। त्यसपछि म अवश्य पनि पार्ट 2 तपाईहरुले माया सपोर्ट देखाउनु भने म पार्ट 2 अवश्य ल्याउँछु साथीहरू। हुन्छ साथीहरू, नेक्स्ट भिडियोमा भेटौँला। हस्त सबैलाई नमस्कार, बाई बाई। दोस्रो भिडियोमा भेटौँला।